कि मेरा पैको न्याय हुनुबाट कि मैले पनि त्यहीको मेरा पैको जसरी हत्या गर्न पाऊँ। अहिले मैले यो अवस्था हेर्दै हुनुभएन। अहिले मेरो यहाँ ठाउँमा कोही आफन्त पनि छैन। दर्शकबिन कैलालीमा दुःखद घटना घटेको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर 8 को जरैमा हिजो गैराती 11 बजे एउटा दुःखद घटना घट्यो, जुन घटनाले यति बेला देशवासी नै रुने घटना छ। उनको घर परिवारसँग हामीले कुरा गर्दा भोलि मात्रै उनी भारत जाँदै थिए कमाउनको लागि। उनी घरबाट 500 रुपियाँ लिएर एउटा पसलमा रिचार्ज किन्नको लागि निस्किएका थिए, तर उनलाई थाहा थिएन आफ्नै सन्तानले यस्तो गर्छन् भनेर। उनीसँगै एकजना अर्का एउटा व्यक्ति थिए जुन बलबहादुर विक छन्। उनीसँग अर्को सन्तान भनिने 19 वर्षीय गङ्गा बुढा छेत्रीले केशव सिंह बुढाको हत्या गरेका छन्। उनले त्यति मात्रै गरेनन्, टाउको काटेर नजिकै रहेको प्रतिखेत प्रहरी चौकीमा टाउको लगेर बुझाए। यति बेला इलाका प्रहरी कार्यालय सुखडमा उनीहरूलाई राखेको छ भने घटनाको अनुसन्धानका लागि प्रहरी यति बेला तैनात छ। एउटा दुःखद घटना छ। उनको 2टा छोरा र एउटा छोरी छन्। उनको एउटा छोराको यति बेला उपचार नभएर अहिले त्यस्तै अवस्थामा हुनुहुन्छ र घरमा खानको लागि पनि निकै समस्या छ। पहाडबाट आएको 6 महिना मात्रै भयो घर परिवारले जानकारी दिएको छ। आर्थिक अवस्था कमजोर हुँदा दसैँ तिहार मनाउन आएका केशव बहादुर बुढा यति बेला आज मात्रै भारत जाँदै थिए र श्रीमतीलाई भनेका थिए 100 को म रिचार्ज ल्याउँछु, 400 को मासु लिएर आज छोराछोरी बुढाबुढीसँगै बसेर खानुपर्छ बताएका थिए, तर त्यसो हुन पाएन। यसको घटनाको विषयमा हामीले स्थानीयहरूसँग विशेष गरी कुराकानी गरेका छौँ। हेर्नुहोस् यो सामग्री। छैन त्यही मान्छेको आज 81 मेरो पहिले पनि चिन्थिन होला त्यसलाई। आफन्त सन्तानहरू छन् भन्छन्, कोहीका घर ती गएको छैन। मेरो पहिले जान्थ्यो, दारू पनि खान्थेन, अझै छाडेर थियो। अब म मेरा छोराछोरीका लागि पनि म रक्सी खान्न भनेर मेरा पहिले खाएको छैन। अहिले हिजो बेलुका घर ल्याएर त्यहाँ जबरजस्ती खुवाएर रक्सी मेरा पोइको अहिले काटे कि बानेर राख्दिनँ भन्ने मेरो पोइको गल्ती थियो। म तिन्दैछ जसरी भने म जसरी भने म आफ्नो पोइको गल्ती भयो, म तिन्दैछ सजाय। त्यसले मेरो पोइको काटिकिनु थिएन कि मेरो पोइको न्याय हुनुबाट कि मैले पनि त्यहीको मेरा पोइको जसरी हत्या गर्न पाऊँ। के भन्नुहुन्छ, के छ अवस्था उहाँको जग्गा जमिन केही पनि छैन, घरबास मात्र छ। आधा कट्टा जग्गा जति छ त्यहीमा बसेका छन्। अब हामीहरूको काम गरेर बालबच्चालाई पालेको थियो। घरमा केही पनि छैन, सबको धान काटेर घर गएर हेर्न पनि सक्नुहुन्छ। घर गएर पनि हेर्न सक्नुहुन्छ। त्यस्तो केही पनि छैन। तिनीहरूको सबको काम गरेर गहुँ काटेर धान काटेर खान्छन्, मजुरी गरेर खान्छन्। छोराछोरीलाई त्यसरी पालेका छन्। टाइममा इन्डिया गएर आउने, पैसा ल्याएर आउने, बालबच्चाको हेरविचार गरेर पालेका थिए। तिनको लोग्नाले अब सक्ने जति सबले सहयोग गरिदिनु पर्यो। मेरो यति नै। आज 10 दिन भएको दिन बाबु त्यो घर पुगेको पनि त्यही देखा सेवा दाना पनि छनै छन्। त्यसै सधैँ छन् बाबु। आज जमारा पहिरेर आजको दिनको जाने छ। उसको घरमा गएर पनि हजुरले हेरविचार गरिदिनु पर्यो। एकदम हजुरमा गएर अहिले ल्याएर अहिले खान्छ इन्डियाबाट आयो भने भोलि ल्याएपछि भोलि खान्छ, त्यस्तो गर्छ। उहाँहरूको छैन सादा सुधी। यो कसैसँग हजुरसँग पनि एक शब्द बोल्न सक्दैन। त्यस्तै श्रीमान छ। चिनेको पनि छैन, कसैले चिनेन। आफ्नो परिवार पनि थाहा छैन। तराईको के छ कसो छ वातावरण पनि मलाई त्यो पनि थाहा छैन। मलाई कहिले पनि गएको छैन। एक दिन खान्छु, एक दिन भोग रहेर पनि मैले आफ्नो छोराले खुवाउँछु, ब्याउँछु। अरूको धान काटेर मैले धान काट्न जान्छु। सबैले भन्छ धान काट्न आइदे भन्छ। मैले 6 महिनाकी छोरीलाई चाडेर 6 महिनाकी छोरी पनि अहिले मैले काममा धान काटेर बिरामी छ। दुध पनि खान्न। छोरी बिरामी छ, छोरो पनि मेरो बिरामी छ। जेठो छोरो बिरामी छ मेरो। जेठो छोरो पनि जन्मदेखि नै एकदम बिरामी हुनुहुन्छ। कोही शरीरमा औषधि उपचार गर्न पैसा नजुटाउन सकेर उहाँहरू अहिले त्यस्तै हुनुहुन्छ।
बिल अवस्थामा हुनुहुन्छ, दुःख एकदम नाजुक समस्यामा छ हुनुहुन्छ। एक रुपियाँ नहुनाले मेरो छोरालाई पनि मैले उपचार गर्न सकेको छैन। इन्डिया गए छोराको उपचार गर्नको लागि एकपल्ट घरबास लिन्छु भने छोराछोरी खोला नाला सार्नु बग्दिउन् कि कहिले भनेर सधैँ मैले इन्डिया बस्नुपर्ने हो भनेर नन्नु ल्याएर यहाँ राख्छु। मेरो छोराछोरी पढाइदिन्छन्, मैले इन्डिया कमाउँछु र भात खाने गीत किन्छु भनेर मैले छोरालाई पनि उपचार गरेको छैन। अहिले मैले यो अवस्था हेर्नु भएन। अहिले मेरो यहाँ ठाउँमा कोही आफन्त पनि छैन। मेरो जेठो ससुरा हुनुहुन्छ, फल्बिसानी हुनुहुन्छ आफन्त। यहाँ मेरो कोही पनि छैन। आएको 6 महिना भएको हामी छु तेरो आफन्त मान्छे भनेर मेरो घरमा गएको छैन। म एक दिन भोगै रहेर पनि मेरो छोरालाई नुन हाँसी नुन खुवाएर पनि मैले पालेको छु। त्यही पनि मैले सबैले धान खान भनेर रोक्न गहुँ काट्न गए। चैतको महिना आएर 1 महिना कि छोरी छाडेर गहुँ काटेर मैले अहिले 2 कट्टा गहुँ बनाएर त्यही गहुँ खान्छु। सबैले दिन्छन् मलाई, त्यहाँ अरू समाजले दिन्छ तर आफन्त मेरो सन्तानले दिएको छैन। अहिले मेरो 81 मेरा पोइको घाँटी रेतेर भालिदिनु भयो कि म तिनको घर दिन्नी र मेरो छोरा भोकै छ भनेर आयो भने त मेरो पोइको घाँटी चेक्यो भने म एक मन मान्दैछु। मेरो म तिनीहरूको घरमा मैले लैजा भनेर पनि मैले लिएको छैन। मेरा घरमा छ भनेर पनि मैले दुःख काटेको छु। मैले मेरा छोराछोरीलाई मैले नुनसँग खावा भनेर पनि मैले खुवाएको थिएँ। अहिले मेरो पहिला 81 यस्ता रे मेरो पहिला खाना पनि खाएको छैन। म 500को 100 रुपियाँको रिचार्ज ल्याउँछु, 400 को मासु ल्याउँछु, खान्छु। म भोलि बिहान इन्डिया गइजान्छु। मेरो बुबुलाई इन्डिया जाने गाडी भाडा म दिउँला भनेछन् भने बुबुलाई कटाए मेरो बुबु। मैले कपडा धुएर म अरूको धान उठाउन गएँ। मैले अहिले मेरो बोइको त्यस्तै हत्या बनाइदिए। त्यही मान्छेलाई कडा काठमा गरिदिनु होला। मेरो बोइको हातमा शान्ति पाओस्। अहिले मेरो छोरा कसले पाल्दिला। तपाईको आफन्तहरू कोही छैनन्? कोही छैन। सुर्खेतदेखि आउँदैछन् भन्ने हामीले सुनेका छौँ। मेरा छन् पहाड छन्, स्थिति कमजोर छ। पहाड पनि त्यतिकै छैन। यहाँ तपाईले यो घटना म छुट्टिया मान्छे हो। मेरा 4 देउर छन्, मलाई 5 हो। सबभन्दा जेठो छोरो हो। तपाईले कति बजे थाहा पाउनु यो घटना घटेको? मैले त केही थाहा पाइनँ। कति 2 बजे कि 3 बजे थाहा पायो। यो हेर्नु न, पुरा यसको उहाँ बच्चाको बाबुको यस्तो हातको मेरो छोरा जन्मेदेखि नै यस्तो यो बाबुको हालत यस्तो। मैले मेरो स्थिति कमजोर हुनाले मेरो छोराको उपचार पनि गर्न पाएको छैन। अहिले मेरो पहिला एकातिर बिरामी पनि हुनुहुन्छ। मेरो त्यो घटना घटाउने व्यक्तिलाई चिन्नुहुन्छ हजुरले? चिन्दैन, मैले देखेको पनि छैन, कहिले पनि देखेको छैन। त्यो घरको परिवार